हेलो नमस्ते एभ्रिवान। यस कार्यक्रममा उपस्थित सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू लगायत विश्वमा छरेर बस्नुभएको सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा यो हामी नेपालीहरूको नयाँ वर्षको उपलक्ष्यमा म हार्दिक मङ्गलमय शुभकामना दिन चाहन्छु। साथै यस नयाँ वर्षको उपलक्ष्यमा सम्पूर्ण नेपालीहरूको मनोकामना सपनाहरू पूरा होस्। सायद कसैले देखेको सपना र मनोकांक्षाहरू अहिलेसम्म पेन्डिङमै होला। कतिको मनोकांक्षा र सपनाहरू आधा बाटोमै होला, अपुरै होला। कसैले त यो नयाँ वर्षको अवसरमा चुहिएको घरको छानो जसै गरी टाल्छु भन्ने पनि होला। कसैले त यो नयाँ वर्षको अवसरमा देशको परिस्थितिमा र गरिबीले निसासिएर घर जग्गा धितो राखेर भए पनि म परदेश जान्छु भन्ने सोच्नु भएको होला। र कसैले त घर परिवार र देश छोडेर परदेशिनु भएको युवाहरू घर फर्किन नसकेको ती परदेशीका पाइलाहरू मातृभूमिको माटो चुम्न नपाएर हरेक रात तर्सिरहनु भएको होला। र कसैले त यो नयाँ वर्षमा लगनगाँठो कस्ने पनि सोच्नु भएको होला। कसैले यो नयाँ वर्षमा नयाँ बिजनेस सुरु गर्ने सोच्नु भएको होला। कसैले यो नयाँ वर्षमा चाड रक्सी चुरोट खैनी र कुलतबाट सधैँलाई टाढो हुने पनि सोच्नु भएको होला। हो, यस्तै मेरो पनि एउटा आफ्नै सपना छ। विश्व शान्तिको लागि, मानवताको लागि, आफ्नो समाज र देश भन्दा पनि विश्वमा भइरहेको हत्या, हिंसा, आतंक, बलात्कार र द्वन्द्व सधैँलाई अन्त्य होस् भन्दै विश्वको हरेक देशमा गएर क्यान्डल बालेर विश्व शान्ति र मानवताको लागि स्टप रेप, स्टप भाइलेन्स, स्टप वार, स्ट्यान्ड फर वर्ल्ड पिस एन्ड ह्युमनिटी, लेट्स फाइट टुगेदर फर वर्ल्ड पिस भन्दै विश्व शान्तिको यो बिगुल पुग्दै विश्वसम्म पुग्ने मेरो पनि सपना छ। हामी नेपालीहरू परदेशमा फरक स्ट्याटस लिएर बसेका छौँ होला। कोही बिजनेसम्यान, कोही वर्कर, कोही स्टुडेन्ट, कोही फरक तपाईँले बुझ्नु नै भएन। हामी नेपालीहरू परदेशमा विभिन्न भाषा, संस्कृति, समाजसँग जोडिएका छौँ। या भनौँ परदेशमा बाध्यता, परिस्थिति या रहरले देशदेखि बाहिर विदेशकै पासपोर्ट होल्डर पनि भएका छौँ। तर हामी नेपाली नै हौँ र सधैँ हामी नेपाली नै रहिरहन्छौँ। विश्वलाई थाहा छ हामी नेपालीहरूको इतिहास र हामी नेपालीहरूको वीर गाथाहरू पनि थाहा छ। र यो पनि थाहा छ कि